ल है गाइस, आज पनि हामी आज फिसिङ माछा मार्नु जाँदैछौँ है त। आज के हुन्छ हेरौँला है त। आज चाहिँ फुल प्रोटेक्सनमा गएको, अस्ति चाहिँ अब नर्मल तरिकाले गएको, अलिअलि डढिएछ होइन। सेकेन्ड टाइम सेकेन्ड टाइम अलिअलि डढिएछ। आज चाहिँ फुल प्रोटेक्सनमा बडीगार्ड पनि लिएर बडीगार्डले जान्छ। हो सही हो सही। ल साथीहरू जाँदैछन् गुटुङ टुटुङ, उताबाट अरू आउँदैछन्, आउँदै जा। के छ हौ, ठिक छ नि? ल है ल ल यस्तै छ है। ल यहाँ चाहिँ माछाको लागि चारो बन्दैछ ल। चारो खतरा। हाम्रो अर्जुन ब्रोले, भीम ब्रोले खतरै खतरै। ए ल ठिक छ। आज झन् धेरै टोली आएको छौँ। आज धेरै पर्ने सम्भावना धेरै छ है। ल है, आशा गरौँ है धेरै परोस्। दाजु के छ हालखबर? एकदम ठिक छ। बिन्दास छ नि होइन? ए दुलो कता बार थाहा पारे है। ल चारो चाहिँ रेडी भइसकेको छ। चारो चाहिँ रेडी भइसकेको छ। अब यहाँ धुलो पनि पारिसकेको छ। अब यहाँ झ्यापै पर्छ। यहाँ पनि छ त्यो जाली। यो जालीमा चारो छ। यो चारो खानुको लागि उता आउँछ क्या, अनि आएपछि त निस्किनै पाउँदैन। भीम्रो अनि पुरै अनि माओवादी स्टाइलमा होइन, त्यस्तो हो नि त यो क्रान्तिकारी। मात्रै नभए AK-47 मात्रै नहो। अलि मिल्दैन नि। तयारी गर्दैछ होइन। अब आज यहाँ अलिकति सिकिसकेपछि भोलिको दिनमा त जापान पुगेपछि माछा मार्दै ल्याउने हो नि जापानमा। पनि समुद्र छ नि। ल जापान पनि अब मान्यो भयो। ल रेडी। हामी चाहिँ त्यहाँबाट निस्किनुपर्छ कि अनि त्यहाँ आउँछ समुद्र। यो समुद्र पारी जाउँ कि त्यो समुद्र पारी जाउँ। ल है अब चाहिँ पर्छ है पर्छ। ल रेडी अवस्था। ल एक लटको लागि चाहिँ हामीले बाल्टीहरू राखिसकेको छौँ। साथीहरू सबै यहाँ भिजी पौडी खेलेर आएर हो, पानी पिउँदै हो। हुन्छ ल माछा यहाँ पर्दैछ है, पर्दैछ यहाँ भर्खर एक लट मात्रै है। यो एक लटमा यति मात्रै पर्छ। अब अरू लटमा चाहिँ धेरै पर्छ। तिम्रो कस्तो फिल भइरहेछ? आज चाहिँ अस्तिको भन्दा अलि हामीले नपोलेको कि जस्तो पनि फिल भइरहेछ। अलि सेफ नडरेको जस्तै फिल भन्छ। माछा पनि भर्खर निकाल्दाखेरि जोस राम्रै पऱ्यो। तर माछा अस्ति हलाएर राख्दाखेरि चाहिँ बनाउँदा अलि अप्ठ्यारो अनि के बनाउन अप्ठ्यारो भएको थियो। आज दुईजनाले यही बनाएको माछा फ्रेस माछा। दाजुलाई कस्तो फिल भइरहेछ? मलाई त अस्ति भन्दा अहिले राम्रो भएछ। राम्रो भइरहेछ होइन? घाउ अस्तिको घाउ त निको भने केही छैन अलिअलि कडा मेहनतको फल हुन्छ। यस्तो भइरहेछ है अस्तिकोले गर्दा निको हुन्छ। जालीमा चाहिँ अहिले माछाहरू निकै घुमिरहेको छ। अहिले चाहिँ अलिकति व्यवस्थित तरिकाले पनि हानेको छ।
जालीबाट 1.5 किलो लगभग 10-15 मिनटमा निकाल्नु पर्ने हुन्छ गोरेमा 1 डेढ है गोरे धेरै बेला अस्ति त मलाई 3-5 मास बढी थियो है यो त धेरै ल है लिएर गयो हामीले पकाउने माछा सबै लिएर गयो है धेरै भएर बेच्दै गयो ल ठिक अर्जुन सर कति पर्यो माछा माछा चाहिँ फसक्कै छ सरी आज मजाले परेछ मजाले पर्छ होइन के ठुलो पनि माछा परिरहेछ है ठुलो अरू हुराहुरीहरू मजाले परेछ माछा ल अर्जुन सरले एक केलाउने कार्यक्रम हुँदैछ हुँदैछ उतातिर हुँदैछन् ल साथीहरू गए है उता माछा मार्नुको लागि माछालाई जाल हाल्नुको लागि 3 भाइ गएको छन् होइन 2टा बाल्टी लिएर बाल्टी 3 हैन राखिसक्यो एउटा राखिसकेको एउटा हामीले राखिसकेको यही राखेको घुम्दैछ त्यही है आज धेरै सेफ्टीको साथमा आइएको छ गर्मी छ गर्मी भए पनि माछा मारिरहेको छौँ ल हेरौँ है कति रहेछ माछा पर्यो जालैमा हामीलाई त जालै चाहिँदैन बाल्टी भर्यो नि भइहाल्छ हो त्यतै हो आजको भ्लग हेर्नुहुने सबै साथीहरूलाई धेरै धन्यवाद गर्न चाहन्छु थ्याङ्क यू लाइक कमेन्ट सब्सक्राइब तथा फलो गर्नु नबिर्सिनु होला है त थ्याङ्क यू भेरी मच जय नेपाल